श्री राधे जय जय श्री राधे जय जय श्री राधे हरे राम हरे राम 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 हरे 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 कृष्णा कृष्ण कृष्ण हरे 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 राम राम अस्ति 23 गतेबाट सुरु भएको 5औं नारायण महायज्ञ सुगन्धिता सखीज्यूबाट 2050औं नारायण महायज्ञको आज 6औं दिन आज एकादशी यो पुरुषोत्तम महिनाको अन्तिम एकादशी हो। आज यो महान दिन हुन त सधैँ दिन महान छ, त्यसमा पनि विशेष विशेष भगवानले ती दिनलाई ती क्षणलाई ती मुहुर्तलाई ती घडीपललाई विशेष जोड दिबक्सेको छ। हुन त बाह्रै महिना भगवानको स्वरूप हो, तर पनि भगवानले विशेष जोड दिनुभयो मासानां मार्ग शीर्षोहम्, सबै ऋतु भगवानको स्वरूप हो तैपनि जोड दिनुभयो ऋतु नाम कुसुमाकर, ऋतुहरूमा म बसन्त ऋतु हुँ, महिनाहरूमा म मङ्सिर महिना हुँ। कि पुष चाहिँ भगवान होइन र माघ होइन, तर पनि विशेष भगवानले त्यस कारणले यो महिना विशेष रूपमा सधैँ सकाम कर्म गर्ने जीवात्मालाई निष्काम प्रेम प्राप्तिको निम्ति भगवान करिब करिब 30 महिना होइन 30 महिना चान्चुनमा भगवान यसरी सवारी हुन्छ। उसले सकाम कर्म गरेछ भने पनि त्यो 1 महिनाभित्र गरेको काम निष्काम हुन्छ, स्वतः प्रेममा परिणत हुन्छ। केही भाकल गरेर अथवा कुनै चाहनाले गरेको रहेछ भने पनि त्यो चाहना मात्र होइन, त्यो चाहना पूर्ण हुनु त केही ठुलो कुरै छैन, भौतिक कुराको पूर्णता त ठुलो कुरै छैन। भागवतमा भन्नुभयो नि पण्डितलिता खोज्नु पर्दछ कहीँ नमिल्ने भक्ति धन, जुन भोगको निम्ति मानव रातो दिन भिडिरहेको छ लडिरहेको छ, तर त्यही भोग मानवेतर प्राणीहरू स्वतः प्राप्त गरिरहेका छन्। त्यसकारणले यो महिना यो भगवान पुरुषोत्तम महिना जो छ यो मलमासलाई भगवानले आफ्नो स्वरूप बक्सेर अत्यन्त यो महत्त्वपूर्ण यो क्षण अब करिब करिब हामी उत्तरार्धको पनि अन्तिम क्षणमा आइपुगेका छौँ र यो महिनामा गरिएका शुभ कर्महरू निष्काम भावमा परिणत हुने हुनाले भक्तहरूले यो महिनालाई यो दिनलाई यो क्षणलाई छोड्नु हुँदैन र 7 दिनको नारायण महायज्ञ 5 पल्ट गरेर हाम्रो सुबन्दिता सखीले भगवान पुरुषोत्तमको उपासना गर्नुभयो। जय होस्। र भोलिबाट पुनः 6औं नारायण महायज्ञ अथवा 2051औं नारायण महायज्ञ पुरुषोत्तम भगवानको अन्तिम चरणको अन्तिम नारायण महायज्ञ भोलिबाट बुढानील कण्ठखण्ड कीर्तनको मण्डपमा प्रारम्भ हुँदैछ। यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा छ सवारी गर्न। र आज कल्याण सखा समादरणीय बद्री प्रसाद थपलियाज्यू, सुशीला सखीज्यू, उहाँका सुपुत्रहरू पुत्रवधुहरू नातिनीहरू नातिहरू सम्पूर्ण परिवार सवारी भएर बुवाले मुवाले अपनाइबक्सेको यो पुरुषोत्तम महिनालाई हजुरहरूले आज पुनः हामीलाई एउटा स्मृति पटलमा नयाँ ऊर्जा थपिबक्स्यो। यस निम्ति हजुरहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। त्यो दिन त्यो क्षण हजुरहरूको संस्कार नारायण महासत्रको साथमा भएको रामले मन्त्रदान बक्सेको र पछिल्लो सम्मको पनि भिडियो अहिलेसम्म पनि भक्तहरू युट्युबमा पनि देखिँदैछ। हजुरको बिहाको हो क्यारे हैन हो माइला दाइको जय राधे। के नाम हो? दीपक थपलियाज्यूको शुभ विवाहको भोलिपल्टको हो त्यो दृश्य। रामले के मर्जीमा छ, धार्मिक बनुन् अन्याय नगरुन्, हेर अग्निको ज्वाला भनेर रामले 2 हात उठाए
बक्सेको त्यही हो, हजुरहरूले सम्झिबक्सेको त्यही क्षण र बुवा र उहाँले अनन्य रूपमा हरिनामलाई जो अपनाइ बक्सेको आज त्यसको फलस्वरूप हजुरहरूका समस्त परिवारहरू सत्कर्ममा लाग्नु भएको छ। यो बुवा उहाँको तपस्याको फल हो। अब हजुरहरूले अघि गरेको हजुरका नाति पनाति सन्तान र सन्तानले फेरि बाँकी छ र आज यो दिनलाई अपनाएर हजुरहरूले गरिबक्स्यो र मैले सुनेको छु आगामी सालदेखि पुनः सप्ताह रात्रि नारायण महागी गरेर बुवा र उहाँको सम्झना गर्ने कुरा बिहान मैले थाहा पाएँ। म अत्यन्त अनुग्रहित छु। यहाँहरूको पाउमा हरि शरणको अभिवादन समर्पण गर्दछु। जय राधे। र तेस्रो हिजो मात्रै पाल्नु भएको हाम्रो पार्वती कार्कीज्यू हिजो आउने बित्तिकै इच्छा लाग्यो, इच्छा लाग्ने बित्तिकै इच्छा पुऱ्याउनु त चिता म पुऱ्याउँछु भनेर भगवानले भन्नुभएको छ अरे। सबैले भन्ने चलन हो रहेछ, सच्चा कुरा चिताएपछि पुग्ने रहेछ। हिजो आउने बित्तिकै उत्सव गर्न मन लाग्यो, ठिक छ। कसैलाई गाली गर्न मन लाग्नेलाई त छुट्छ, गाली गरिरहेछन्। सबैको जय चिताउनले त अखण्ड छुट्छ। तिथि मितिकै जरुरी छैन। हरिशरण तिथि मिति घडी कला ठिक छ। सत्कर्मको निम्ति कुनै जरुरी छैन। त्यस कारणले आज हजुरको छोरा अनि बुहारी छोरी छोरी या बुहारी ठिक छ, ठिक छ। र हाम्रो पद्मा दिदी अनिता बहिनी उहाँहरूको छिमेकी सत्सङ्गतको दिनु सत्सङ्ग विवेकन हो राम कृपा बिनु सुलभ। भगवानले हामीलाई सबभन्दा ठुलो धन दिएको विवेक। अरू जतिसुकै धन भए पनि यदि त्यसको हृदयभित्र विवेक भएन भने त्यो कुनै अर्थ छैन। सम्पत्ति छ, मान प्रतिष्ठा छ, तर ऊ विवेक गर्न जान्दैन। विवेक छैन, अविवेकी छ। छुट्याउन सक्दैन यो सही हो, यो गलत हो, यो मेरो हितको बाणी हो, यो अहितको बाणी हो, यो गर्दा मलाई हित हुन्छ, यो गर्दा अहित हुन्छ। बिल्कुल केही। त्योभन्दा गए गुज्रीको को होला। सम्पत्ति टनाटन छ, पढेको पनि छ, तर विवेक शून्य छ। विवेक कलेज विश्वविद्यालय युनिभर्सिटी मात्रै पढिने वस्तु होइन। विवेक त यदि लेख्न कसैले जान्दैन, ल्याप्चेवाला छ भने पनि यदि हरिप्रेमीको सङ्गतमा गएको छ भने उसले विवेक रूप धन आर्जन गर्न सक्छ। त्यस कारणले अखण्ड हामीले भगवानसँग माग्ने के हो त? रिस राग न होस्, छल छाम न होस्, सबमा परमेश्वर भाव रहोस्। अरू त भगवानले सबै बक्सेका छन्। कुकुरको योनिमा पनि पाएकै छ।